हेलो एन्ड दर्शक नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु भन्नु पर्यो आज चाहिँ म फाइनली घरमा छु भोटिङ हाल्ने कार्यक्रम सकिसक्यो अन्त ट्याक्क मोबाइल चाहिँ स्ट्यान्डमा राखेर त्यही भएर लिइरहेको छु ठ्याक्क आजको चाहिँ क्लिक लाएर भोटिङ हाल्ने हाम्रो चाहिँ गाउँ देख्न सक्नुहुन्छ यु क्यान सी गाइज भाइहरू त्यहाँ टाढो लाएर बल खेल्दैछन् भ्युज देख्न सक्नुहुन्छ है ल अब हामी चाहिँ यहाँबाट घुमारी जाँदैछौँ घुमारी चाहिँ बल खेल्नको लागि हामी चाहिँ अब लाग्दैछौँ घुमारी प्रवेश गर्दैछौँ ट्याक्क अहिले चाहिँ हामी हाम्रो गाउँको चौकी देखाइदिन्छ अहिले चाहिँ घुमाजानीबाट चाहिँ ठ्याक्क यहाँ चाहिँ बर्खामा चाहिँ लास्टै हिल हुन्छ एउटा त्यही भएर अहिले चाहिँ यस्तो अवस्था है बाटो चाहिँ पिच गरेको छ त्यहाँको यो बर्खामा चाहिँ अब दिखाउँदै हाम्रो गाउँको गाउँ प्रवेश गरिसकेको छ फाइनली हामी चाहिँ आज यो घुमारीमा रहेको हाम्रो बुढिङडाँड छ घुमारीमा रहेको कामदेनी मन्दिरमा आइसकेको छु म आइसकेको छु तपाईँले देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ यो मन्दिरको अवस्था चाहिँ के कस्तो छ र मन्दिर चाहिँ बनाउन चाहिँ सुरु गरेको धेरै नै पहिलेदेखि हो तर पनि के कस्तो भएर अवस्था अहिलेको अवस्थामा चाहिँ यो मन्दिर चाहिँ मन्दिरको निर्माण कार्य चाहिँ कस्तो हुँदैछ के कस्तो हुँदैछ कति जति काम हुँदैछ अझै गर्नुपर्ने के कति छ भन्ने कुरा चाहिँ म तपाईँलाई देखाउँछु गाइज हेर्नु होला म तपाईँलाई देखाउनेछु कला तपाईँ देख्न सक्नुहुन्छ यो कुमारीको लगभग सेन्टर पोइन्टमा पर्ने सबै कामलाई पर्ने र सेन्टर पोइन्टमा पर्ने ठाउँमा म रहेको छु यतापट्टि चाहिँ मूर्ति सूर्तिहरू चाहिँ राख्ने गरेको छ अनि सबभन्दा पुरानो मन्दिर चाहिँ यो रहेको छ पहिलाको अनि यतातिर ट्याक्कला स्कुल पनि छ अनि केटाले पहिला चाहिँ माया सङ्क्रान्तिमा चाहिँ ट्याक्क यहाँ स्टेज थियो भने यहाँ ट्याक्क गेम खेलाइएको थियो आज चाहिँ तपाईँलाई म देखाउने छु कि यो मन्दिरको कामहरू चाहिँ के कस्तो हुँदैछ र कति गर्नुपर्ने छ ट्याक्क लाएर यस्तो छ यहाँको माथि यहाँबाट सिँढी चढ्ने मन्दिरमा पनि ट्याक्क भ्यू चाहिँ बबाल देखिन्छ यो चाहिँ आमा आश्रम है हामी आमा आश्रम देख्न सक्नुहुन्छ यहाँबाट काम चाहिँ पुगिसकेको छ अहिले चाहिँ जस ठाउँ चाहिँ बबाल देखिन्छ तर अलिकति कुरो लाएर मौसम चाहिँ अलि त्यति साह्रो राम्रो चाहिँ देखिँदैन ताकि क्लियर अलि देखिँदैन टाढाको कुराहरू यतापट्टि यो फेरि के हो यो 108वटा धारा यो पानी दिनको लागि यहाँ छ नि ट्याक्क यहाँ 108वटा धारा यहाँबाट दिन्छ नि नयाँ भवन पनि बन्दैछ र पहिलाको पुरानो भवन पनि व्यवस्थित रूपमा रहेछ कतिजना छ त नि यहाँ बस्ने आश्रममा बस्ने थाहा छैन 4जना ट्याक्क लाएर तपाईँ देख्न सक्नुहुन्छ गाइज यो माथिपट्टिको के भन्छ यो पाता यस्तो बोक्दा चाहिँ म पनि गएको थिएँ घुमारीका जनताहरूले धेरैले चाहिँ श्रमदान गरेर यो मन्दिर बनाउनको लागि धेरै सहयोग गर्नुपर्छ ट्याक्क यो कम्पाउन्ड वाल लगाउने बेलामा त म पनि थिएँ देख्न सक्नुहुन्छ गाइज मन्दिर चाहिँ व्यवस्थित रूपमा अझै पुरा हुन सकेको छैन मन्दिरको कार्यहरू चाहिँ सायद चाँडै नै पुरा होला त्यो देख्न सक्नुहुन्छ यतापट्टि टिपलहरू परहरू रोपेर यति एरिया जति बिस्तारै बिस्तारै बन्ने छ होला यताबाट छिर्ने गेट यहाँबाट छिर्ने गेट
त्यहाँ चारैतर्फबाट छिर्ने गेट बनाएको छ मन्दिरको चाहिँ। अर्को पारी चाहिँ रहेको छ उम्सेको डाँडो तनहुँ। के पऱ्यो घिरिङ पऱ्यो कि रिसिङ पऱ्यो? रिसिङ पर्छ क्या, यतापट्टि रिसिङ पऱ्यो, यतातिर घिरिङ पऱ्यो कि रिसिङ पऱ्यो त्यो चाहिँ थाहा भएन। ठ्याक्कै यताबाट तलतिर जाने बाटो मस्त जाने बाटो, यताबाट चाहिँ छ वाल लगाएर चाहिँ। यो वाल लगाउने बेलामा चाहिँ हामी पनि जस्तै काम गऱ्यो, लकडाउनको बेलामा खतरै काम गऱ्यौँ। त्यो तपाईँ देख्न सक्नुहुन्छ। हामी चाहिँ अब आफ्नो लागिसकेछौँ आमा आश्रममा। म देखाउने छु अब भित्रबाट हेर्न त त्यस्तै हो, बाहिरबाट हेर्दा के कस्तो देखिन्छ, के कस्तो अवस्था यहाँ चाहिँ तपाईँहरूलाई देखाउने छु है त। यो फेरि के देख्नु हो, टक्क तुलसी मठ छ। यो फेरि के देख्ने आमा आश्रम है भवन। टक्क स्थान ब्लिन्टर छ घुमारी घाट नवलपरासी बर्दर सुस्त पूर्व गण्डकी प्रदेश। यहाँबाट जाने अर्को चाहिँ नयाँ भवन चाहिँ बन्दै रहेछ। ल खतरा होइन। अहिले चाहिँ आइसकेको छु घुमारी घाट आश्रममा। हाम्रो बुलिङटार छ घुमारी घाटमा रहेको वीर आमा वृद्धाश्रममा। म चाहिँ तपाईँलाई देखाउन छु कि यो 108 धारा टाइपको देख्न सक्नुहुन्छ नि। मेरो पछाडि देख्न सक्नुहुन्छ वृद्धाश्रम आमा आश्रम। तपाईँलाई मैले यो पछाडिपट्टिको ट्याक्क धेरै भित्र गएर त मैले देखाइनँ, तर पनि भित्रको भन्दा बाहिरपट्टि ट्याक्क के कस्तो छ अवस्था, कतिजना हुनुहुन्छ, के कसो हुनुहुन्छ भनेर मैले तपाईँलाई देखाउने छु। तपाईँ मैले सुनेअनुसार चाहिँ मलाई ठ्याक्कै एक्ज्याक्ट चाहिँ थाहा भएन, सुनेअनुसार चाहिँ कति 4 जना होइन 4 जना जति रहनु भएको छ। अनि त्यसपछि त्यहाँ सहयोगी कामदारहरू पनि रहनु भएको छ अनि म सुनेको छु। तपाईँले चाहिँ ट्याक्क मेरो पछाडिपट्टि देख्न सक्नुहुन्छ, ट्याक्क टाढा देख्न सक्नुहुन्छ कामदेनी मन्दिर भने साइडमा रहेको छ आमा वृद्धाश्रममा तपाईँले देख्न सक्नुहुन्छ। अहिले चाहिँ यता हाम्रो आमा आश्रमको चाहिँ अझै ठुलो भवन बन्दैछ। ट्याक्क उतापट्टिको चाहिँ अलिक सानो छ, अहिलेको ट्याक्क भवन चाहिँ म तपाईँलाई देखाउँछु। ट्याक्क अहिले बन्दैछ। अनि त्यसपछि 108 धाराको यतापट्टि शिवलिङ्ग ट्याक्क देख्न सक्नुहुन्छ। त्यो चाहिँ कामदेनी मन्दिर। नाम पनि छ सबराज तुलाधर। म धेरै नाम त देखेको थिएन, तर सबैकोमा नाम रहेको चाहिँ। अनि ट्याक्कै 108 धाराको लागि माथिपट्टि रहेको छ ट्याक्क ट्याङ्की है त। म चाहिँ अहिले आइसकेको छु यो ट्याक्क मन्दिर घुम्न आउँदै गर्दाखेरि चाहिँ तपाईँले चाहिँ यहाँ घुमारी घाटमा चाहिँ तपाईँले मन्दिर घुम्न आउँदै गर्दाखेरि अलिकति राम्रो यसो हेर्न लायक, यसो ट्याक्क मनोरञ्जनको लागि र अलिकति देख्न लायक कुरा के छ भन्दा ट्याक्क हामी यहाँ देख्न सक्नुहुन्छ गुफा चाहिँ ट्याक्क यो सबै पहिला यसलाई ठ्याक्कै के नाम भन्दै मलाई ठ्याक्कै अहिले ठ्याक्कै दिमागमा आएन। म चाहिँ तपाईँलाई भनिदिन्छु पछि नै। अनि तपाईँले चाहिँ ट्याक्क यो चाहिँ यहाँ गुफा रहेको छ। यो गुफामा चाहिँ ट्याक्क पस्नको लागि चाहिँ अहिले चाहिँ तपाईँले देख्न सक्नुहुन्छ ट्याक्क सिंहको आकृति बनाएर ट्याक्क यहाँबाट चाहिँ ट्याक्क सिडी पनि बनाएको छ, गाँठ गरिदिन्छ, यहाँबाट चाहिँ पस्न सकिन्छ। तपाईँलाई म देखाउने छु अगाडिपट्टिको के छ, भित्रपट्टि गएर म तपाईँलाई भित्रपट्टि गएर पनि देखाउने छु के कस्तो छ भित्रको अवस्था। हेर्नु है त लागि चाहिँ ट्याक्क चप्पल तल राखेर के कस्तो छ अवस्था चाहिँ भित्र चाहिँ म तपाईँलाई देखाउने छु। मेरो अर्को मोबाइल चाहिँ भएन, त्यो लाइट बाल्नु मिलेन, राम्रो देखिन्न होला। के कस्तो छ भित्र चाहिँ ट्याक्क लाएर अहिले चाहिँ लाइट नबलेर भएर त्यही भएर ट्याक्क अलिकति अँध्यारो चिसो ठाउँ चाहिँ जस बगाल छ। ट्याक्कै यतापट्टि गुफा छ, आकृति सिंह आकृति बनाएको छ नि। यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ टक्क लाएर पहिला चाहिँ म फर्स्ट टाइम गण्डकी नदी पौरेर तरेको भनेको ठ्याक्कै यही गण्डकी हो, तर यहीँबाट सायद यहाँबाट होइन अलिकति माथि यतापट्टिबाट होला। ट्याक्कै यहाँबाट त
सो देख्न सक्नुहुन्छ पारिपट्टि ठ्याक्कै तनाउ यतापट्टि नवलपुर कुमारी घाट चट्ट लाएर हामीले बसेर पनि हेर्नु मिल्छ भ्यू हेर्नु मिल्छ सबैले कुमारी आमा वृद्धाश्रम देख्न सक्नुहुन्छ टक्क बस्नुको लागि पनि बनाएको छ है यो 108 धाराको लागि टक्क ट्याङ्कीको व्यवस्था चाहिँ यतापट्टि गरेको छ